सो फर्स्ट अफ अल हाम्रो लेफ्ट साइडमा कोड एडिटर र राइट साइडमा प्रिभियर ब्राउजर छ। स्टार्ट गरौँ है। सो हामीले पहिला कार्ड ग्रुप बनाउँछौँ जसको चाहिँ म्याक्स विड्थ 1260 पिक्सल छ। यो गर्नुभन्दा अगाडि हामीले HTML को ब्लकलाई रेडी गरौँ। सो हामीसँग क्लास कार्ड ग्रुप हुन्छ। कार्ड ग्रुपभित्र अब डिभ गरे पनि हुन्छ। अब मैले चाहिँ आर्टिकल गर्छु। सो यसरी कार्ड 1 तयार भयो। सिमिलरली यो ब्लकलाई चाहिँ कार्ड 2 कार्ड 3 यसरी हामीले कार्डलाई बनायो भने अब CSS लेख्दाखेरि चाहिँ अब म्याक्स विड्थ चाहिँ 1260 पिक्सल हुनु पर्यो कार्ड ग्रुपको भन्न खोजेको। 1260 पिक्सलसम्म जतिवटा कार्डको अटाउँछ त्यति नै हाम्रो भ्यू बोर्ड जस्तो भयो। अब डिस्प्ले चाहिँ फ्लेक्स गरौँ अनि कलम ग्याप 16 पिक्सलको दिउँ। प्याडिङ 50 पिक्सलको दिउँ। ओभरफ्लो एक्स चाहिँ स्क्रोल दियो भने हामीले मल्टिपल कार्ड आइटम स्क्रोल गरेर पनि भ्यू गर्न मिल्यो। अब डिजाइन गरौँ कार्ड। सो कार्डमा के हुन्छ भन्दाखेरि फ्लेक्स 300 पिक्सल को कार्ड एउटा कार्ड चाहिँ 300 पिक्सल फ्लेक्स भएको कार्ड बेसिस भएको कार्ड चाहिँ हामीले गर्छौँ। जसमा चाहिँ डिस्प्ले चाहिँ हामीले यो भित्रको डिस्प्लेलाई पनि फ्लेक्स बनाउँछौँ। फ्लेक्स डिरेक्सन चाहिँ कोलम दिन्छौँ भनेको कार्डभित्रको आइटमहरू चाहिँ कोलम हुने भयो। अब कार्डको हाइट अभियसली 300 पिक्सलको दिन्छौँ। ब्याकग्राउन्ड इमेज चाहिँ लिनियर ग्रेडियन्ट दिन्छौँ। अब 85 डिग्री। अब मोस्ट प्रोबाब्ली कलर चाहिँ हामीले 434343 ब्ल्याकको भेरिएन्ट हो। प्लस यो पनि ब्ल्याकको भेरिएन्ट हो। यस्तो खालको ग्रेडियन्ट दिन्छौँ अनि त्यसपछि सेभ गरेर हेर्छौँ। सेभ गरेर हेरिसकेपछि हामीलाई चाहिँ HTML पनि सेभ गर्यो भने चाहिँ यो चाहिँ भयो।
अब हामीले दिन्छौँ प्याडिङ 32 पिक्सलको। सो अहिले के भइरहेछ भने गाइज style.css ले कहाँ पोइन्ट गरिरहेछ, यहीँ पोइन्ट गरिरहेछ। ओके सो style.css पोइन्ट भएन गाइज बिकज यो चाहिँ कार्डबाट गरे हो, त्यही भएर यसो गर्दाखेरि पोइन्ट हुन्छ होला, अझै पोइन्ट भएन। सो अहिले चाहिँ ठिकै गइरहेछ है। कार्ड्सको style.css ठिकै छ। मेनली अब यो CSSहरू मिलाउनलाई अब यो स्टाइल चाहिँ राखे पनि भयो। यस्तो भएर कार्ड 1 र कार्ड 2 को प्याडिङ हामीले 32 पिक्सलको दियौँ। बक्स स्याडो -16 पिक्सल 0 32 पिक्सल RGBA रेडियस बोर्डर रेडियस लगभग 8 पिक्सलको दियो भने यस्तो खालको देखियो। अब ट्रान्जिसन ट्रान्सफर्म 250 ms। यो हाम्रो कार्ड तयार भयो। अब यदि त्यो कार्ड फर्स्ट चाइल्ड होइन भने चाहिँ मार्जिन लेफ्ट मार्जिन चाहिँ अलिकति भित्र सबै अलि यतातिर सर्न पर्यो हैन। कार्ड नोट फर्स्ट चाइल्ड, कार्ड नोट फर्स्ट चाइल्ड मार्जिन लेफ्ट 130 पिक्सल। यो चाहिँ छिर्यो भित्र गाइस। अब डट कार्डको चाहिँ होभर गर्दाखेरि ट्रान्सफर्म अलिकति ट्रान्सलेट हुनु पर्यो पिक्सलमा 16 पिक्सलतिर, वाइ चाहिँ 16 पिक्सलतिर ट्रान्सफर्म हुनु पर्यो, दुवै माइनसमा राखौँ। अब रोटेट 4 डिग्री
अथवा मानौँ 3 डिग्री जति रोटेट नै हुनु पर्यो। रोटेट भएपछि अब चाहिँ के हुनु पर्यो भन्दाखेरि डट कार्ड हुबर डट कार्ड हुबर कार्ड भनेपछि गाइस के हो भन्दाखेरि जुन कार्ड सेलेक्टेड हो त्यो कार्ड बाहेक चाहिँ ट्रान्सफर्म ट्रान्सलेट एक्स 130 पिक्सल चाहिँ अलिकति सर्नु पर्यो, जब कि त्यो कार्डको फुल कन्टेन्ट चाहिँ टु भ्यू कार्ड्स फुल कन्टेन्ट सेलेक्टेड कार्डको कन्टेन्ट चाहिँ भ्यू गाइस होइन। अब हामीले के गर्छौँ भन्दाखेरि कार्डकै H1लाई कलर अलिकति मिलाउँछौँ यस्तोतिर। अब लगभग हाम्रो फुल भयो, यो हाम्रो कार्ड भयो। चाहिँ हामीले यसको फाइनल रूप चाहिँ हेर्दाखेरि H2 कार्ड डेमो गरौँ। यसलाई चाहिँ फुल फ्लेजमा हेर्दाखेरि गाइस हाम्रो अहिले 3वटा कार्ड छ। अब हामीलाई कार्ड बढाउनु पर्यो, 5वटा जति कार्डहरू बढायो भने यो सर्यो। तर यो हुबर अब जस्तो हुबर गर्यो भने यसरी कार्ड हेर्न पाइयो। स्लिक छैन त गाइस, स्लिक स्लिक स्लिक। थ्याङ्क यू भेरी मच।